प्रकृतिले हतार गर्दैन तर सबै कुरा पूरा हुन्छ। लाओ टेजडियूको भनाइअनुसार कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान। कोशी पर्यटन वर्ष 2082 को नारालाई आत्मसात गर्छ। आजको यात्रा पशुपतिनगरदेखि 6 घरेसम्म अनि हजुरहरू पनि जाने हैन त हाम्रो साथमा। उतातिरको वातावरण 12 बजेपछि उतातिर यस्तो हुस्सु लाग्दो रहेछ अनि यो बीचमा चाहिँ माने भन्ज्याङ पर्छ। माने भन्ज्याङमा यस्ता मानेहरू, यो बाँसहरू यसलाई चित्रे नै भन्दो रहेछन्। यो कुहिरो हुस्से लागिरहेको छ। अब हामी 6 घरे पुग्यौं। त्यहाँ चाहिँ बेलुकाको खाना रोटी आफैले पकाएर खायौं। अब भोलिपल्टको यात्रा यसरी फोटो सुट गरेर हामी तुमलिङतिर जाँदैछौँ। यात्रामा निस्किन साथ ऐसेलीको बोट पनि भेट्यो अनि यो चाहिँ सल्लाको जंगल यस्तो घारी रहेछ, यस्तो गहिरो अतेस आउने खाले। त्यसमा मैले स्ट्रबेरी पनि भेटे, यो खाए। यो चाहिँ माथि चित्रे भन्ज्याङ गुम्बा हो। चित्रे भन्ज्याङ गुम्बामा यसो पर हेरेको यो दार्जिलिङको सिन हो, परको बाटो हो। अनि यो चाहिँ इन्डियाबाट हेर्नु न, यसो हिँड्दै म नेपाल आइपुगेँ। ठ्याक्क यो सिमाना भएर हिँड्नु पर्दो रहेछ। अनि यो चाहिँ लामीधुरा डाँडामा यस्तो हावा आउँदो रहेछ मुस्ताङको जस्तै, झन्डै लडिएन। लामीधुरा डाँडामा चाहिँ हामीले टिबेटियन चिया खायौँ। यो टिबेटियन चिया खाएर शरीरलाई तातो बनाउँदै हामी मेघमातिर गयौँ। ठाउँमा सिमानाका पिलरहरू पनि भेटिन्छ अनि सीसीटीभी क्यामेराहरू पनि देखिन्छ। यो चाहिँ रेड पान्डा संरक्षण गर्नको लागि राखेको। यो मेघमाको होटलमा गएर हामीले खाना खायौँ। यी वाइन बनाएको पनि देख्यौँ। डाँडाहरू यसरी उकाले ओह्राले छिचेल्दै हामी गुराँसे डाँडामा पुग्यौँ। गुराँसे डाँडाबाट हामी हेर्नु तल यो इन्डियाको बोर्डरको बाटोहरू छ, यता नेपालको डाँडा। यस्ता डाँडा त कतिवटा 20 वटा जति हामी छिचल्यौँ। अब हामी गइँदैछौँ तुमलिङको डाँडो चढ्दैछौँ। तुमलिङको डाँडो पनि कति अग्ला फाइनली हामी तुमलिङ पनि आइपुग्यो। तुमलिङ बजार साह्रै रमाइलो, यहाँ फिल्मको सुटिङहरू पनि भइरहेको थियो अनि एकदम म चाहिँ खुसी भएर गुराँसले। अनि अन्त्यमा यात्रामा सजीकरण गरिदिनु हुने प्यारी बहिनी केशरी लगायत सरहरूलाई धन्यवाद।